हेलो एभ्रिबडी हैन अब म खास चाहिँ यहाँ धियालमा आइपुगेको थियौँ यहाँ माथितिर ऊ स्वास्थ्य चौकी छ हैन यहाँबाट फर्किन लाग्यो अघि नै आइपुगेँ म आउन चाहिँ अब चाहिँ फर्किन लाग्यो हैन के भन्छ नि काम थियो त्यही भएर सायद त्यति भिडियो गर्न पनि पाएन हैन बकाया धियाल यो वडा नम्बर चाहिँ कति थाहा भएन हैन अब यहाँबाट भिडियो गर्दै जान्छु त्यहाँनिर उतापट्टि के भन्छ अरे यो मामदमार छ हामी पहिला आशिष भाइ र म आएको थियो आशिष भाइको धेरै याद आइरहेछ कहाँ छस् भाइ आशिष भाइ तर याद आइरहेछ त्यो ठाउँ आउने बित्तिकै आशिष भाइको याद आउँछ त्यो र म आएको थियो पहिलाको त्यो भिडियो पनि छ हैन लिङ्क राखिदिउँ कि के भन्छ अरे थम्बनेल मात्र राखिदिउँ यो ठाउँमा हैन सायद थम्बनेल आउँछ होला म चाहिँ फर्किन लागेको आइज हैन अब किनभने फर्किँदै जान्छु ठाउँ ठाउँमा भेट्यो भने राम्रो राम्रो भ्युजहरू भेट्यो भने म भिडियो गर्छु हैन त्यही हो गाइज हैन दुःखको जिन्दगी यार कहिले पनि सुखले हामीलाई हाई गरेन क्या गाइज हैन यहाँबाट निस्क्या अब भ्युज राम्रो देख्यो त्यही भएर हल्का भ्युज लिदिउँ भनेर हैन अब यहाँबाट चाहिँ म चल्छु हैन उता मासतिर अलिअलि ठाउँहरू छ त्यहाँनिर अलिअलि लिन्छु यहाँबाट लगभग निजगढ पुग्न धेरै टाइम लाग्दैन 1-1.5 घन्टामा पुग्छ यहाँबाट हैन साँच्ची गाइस त्यही बाटो जाने हो यहाँबाट यसरी सरी यो हैन यो बाटो जाने हो निजगढसम्म पुग्छ अरे हैन तर निजगढ मलाई जानै छैन गाइस अब म फर्किँदैछु यति बेला भइसक्यो 3-4 बजिसक्यो हैन अब टाइममा जानु छ मलाई पनि हैन हाम्रो पनि टाइम सेड्युल हुन्छ नि त तर गाइज हैन यति मजाको ठाउँ छ नि यति रमाइलो ठाउँ छ नि यो ठाउँ हैन मा कसम यति खुसी लाग्यो मलाई हैन अझै अगाडि पनि योभन्दा राम्रो ठाउँ छ त्यो मामदमारसम्म चाहिँ हामी पहिला आएको थियो आशिष भाइ र मेरो भिडियो पनि छ त्यहाँ हैन त्यही भएर आशिष भाइलाई सम्झिरहेको लेम्बालाई घोप्टेलाई ल गाइज हैन अब यो ध्यालको के भन्छ अरे यो बगर हो हैन यहाँ बगरबाट अब थोरै उ त्यहाँ मात्र बाँकी छ त्यो के भन्छ अरे हाम्रो मामदमार पुग्नलाई कति हामी हेटौँडा पुग्ने हो थाहा छ मलाई बाटो गाह्रो छ नि गाइज हैन अब ठाउँ ठाउँमा भिडियो गरेर हिँड्नु चाहिँ किन गरिरह्यो भने म सायद पहिला पनि आइरहेको ठाउँमा त्यो पुरानो ठाउँहरूमा खासै भिडियो नगर्ने मान्छे तर पनि किन भिडियो गरे भने बचाउको लागि आफ्नो बचाउको लागि त्यो पैसा बोकेर हिँड्दा मुजी भोलि मुजी दायाँ बायाँ भयो भने त मैले तिर्नुपर्छ भिडियो गर्दै जान्छु गाइज यहाँ चोर लाग्छ अरे तर 2-4 जना त म पड्काइदिन्छु भनेको 10 जना आयो भने के गर्ने त दाइ रे मैले भनेको ल दाइ तपाईँले 10 जना हैन 10 जना तपाईँले पठायो भने मात्रै आउँला नत्र आउँदैन नि त भनेर भन्दैको ह्याक त्यस्तो होइन रे के 2-3 जना त 3 जनासम्म त म पड्काइदिन्छु माछाला सक्दैन मलाई लुट्न 10 जनै आउने हो भने चाहिँ चुराइको लाग्यो भने मात्रै अब उता अगाडि गएर गरौँला ल फाइनली हैन पिसफुल ठाउँमा आइपुग्यो एकदम सुन्दर हैन शान्त क्या मजा ठाउँ के चिसो ठाउँ के जति गर्मी हुन्छ नि यहाँ आएपछि एकदम नानी बाबाहरू व्हाट्स योर ह्यापन बाबाहरू नि आइदिनु त्यो साथ दिनु ला मलाई मामदमार आइपुग्यो होइन ऊ त्यहाँनिर हो काम बनाएको त्यहाँनिर हो अहिले चाहिँ यहाँ एकदम क्युट फुल बेबीहरू छ क्या यहाँ होइन क्या मजाको बेबीहरू छ क्या रमाइलो लागिरहेको छ गाइज होइन अब यहाँबाट म जाँदैछु यहाँबाट पनि अझै पनि 1.5 घन्टा 2 घन्टा लाग्छ एउटा पुग्नलाई गाइज जानु पऱ्यो आएर फेरि के लिएर मेरो पुरानो दिनहरू याद आउँछ कि यो नानी बाबाहरू देख्दाखेरि हामी पनि त्यस्तै थियो कि यिनीहरू जस्तै थियो कुनै दिन सेयर गरौँला यो कुराहरू गाइज ल पुड्के आशिष म्यासल यही ठाउँ हो नि त यही ठाउँ हो नि त हामी सर्भिसिङ गरेर गएको यहाँबाट फर्किँदैछु अब भोला पनि छ भोला नखाने मान्छे अझ
तेरो यादमा भोला खाएर छ घप्टे दिमा ए न दिमा आनाङ बुढाहरू चढे गाइज होइन रोकेको मात्र थियो आमा त्यसै बुढो बिस्तारै खेक्ले माया गरे यिनीहरूलाई पुऱ्याइदिनु पऱ्यो घरमा गाइज होइन अब नानी बाबुहरू बसिरहेको पुऱ्याइदिनु पऱ्यो नि कति मायालु बच्चाहरू के मेरो बच्चाहरू जस्तै लाग्छ मेरो छोराछोरी अब यिनीहरूलाई पुऱ्याउँदैछु यिनीहरू कहाँ कहाँ उर्लिनु हो दाजी खाल्ला मिन सचिना जेनलाई चिउले नि कति अच्छा दाजी गाइज होइन मेन हाम्रो यहाँ काण्ड बनेको यहाँ थियो कि क्या दामी मोमेन्ट भएको थियो कि यो ठाउँमा यो ठाउँ हो पुर्केर म आशिष भएर म थियो होइन यो बेला चाहिँ त्यसरी भिडियो बनाएको थिएँ मैले यो बेला चाहिँ एक्लै छु गाइज होइन अब भिडियो बनाउने कि बाइक चलाउने चलाइरहेको छु बाइक पनि होइन यही ठाउँ हो यहाँ मान्छे कोही छैन यहाँ ऊ भनेको थियो कि पुर्केले मेरो भाइले अनि ठ्याक्कै मान्छे देखाएको थियो कि त्यतिखेर मान्छे आएको थियो गोठालो कि अनि त्यहाँनिर थोरै मिम्सहरू हालेको थिएँ मैले त्यो भिडियोमा त्यो भिडियोहरू पनि हेर्नु होला होइन पहिलाको भिडियो त्यो धेरै 3 वर्ष लगभग 3 वर्ष अगाडिको भिडियो हो त्यो होइन गाइज अनि 3 वर्ष लगभग कटेपछि आइपुगेँ म यहाँ पनि होइन आज चाहिँ घर जाँदै हो फर्किँदै हो गाइज होइन यही ठाउँ हो यार ठ्याक्कै छेउमा आइला हल्के झिमझिमाउने ल गाइज अब चाहिँ म हिँड्दैछु होइन सकेसम्म अगाडिको भिडियो गरिदिन्छु म बाटो त मा कसम ओइ अगाडि बाटो यस्तो छ गाइज होइन यो चाहिँ स्ल्याब हो फर्स्ट स्ल्याब यहाँबाट उता चाहिँ स्ल्याब छैन गाइज होइन यस्तो छ हाम्रो पारा हाम्रो मकनपुर सकिन्छ गाइज होइन यस्तो छ बाटो हाम्रो होइन चलेगा या 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 यहाँ अगाडि क्या दामी छ कि बाटो ठाउँै दामी छ कि जङ्गलै जङ्गल छ म यो जङ्गल बाटो हिँडे पनि लगभग कति 15 मिनट जति भयो होला गाइज होइन अब अझै पनि जङ्गलको बाटो बाँकी नै छ होइन ल जङ्गलमा पनि स्ल्याब भएको क्या किनभने यो सहजताको लागि के अझ उता पनि स्ल्याब गर्न सकिन्थ्यो होला त्यो जस्तै गाउँघरमा होइन त्यहाँ नगरिकन यो ठाउँमा गएर चाहिँ किनभने यो ठाउँमा चाहिँ अलिकति आवश्यकता नै छ कि स्ल्याबको यी ठाउँ यस्तो छ होइन माटोहरू बगेर आइरहेको ठाउँ हो होइन त्यही भएर नि यहाँ चाहिँ स्ल्याबको आवश्यकता परेर स्ल्याब गरे होला भन्ने हामीलाई लगाइरह गाइज होइन यस्तो छ यी ल अब यहाँबाट तलतिर फेरि ऊ त्यहाँ अलिकति तलबाट चाहिँ स्ल्याब छैन गाइज होइन फेरि कच्ची रोड छ होइन यस्तो छ अगाडिको देखाउँ कि मलाई देखाउँ गाइज अगाडिको देखाउँ ल यस्तो छ गाइज होइन जङ्गल या मस्त छ नि ठाउँ त यार घुम्नलाई चाहिँ जेहोस् मजा आउँछ यो ठाउँमा होइन नयाँ नौलो ठाउँ हो होइन नयाँ नौलो मान्छेहरूलाई पनि मजा चाहिँ आउँछ जेहोस् गाइज होइन म चाहिँ 3 वर्ष लगभग 3 वर्ष अगाडि आएको थिएँ यहाँ हाम्रो यस्तो ठाउँ छ गाइज होइन हाम्रो मकवानपुर जिल्लाको यो के भन्छ अरे अन्तिम ठाउँ नै भनौँ न बकाया गाउँपालिकाको त्यहाँबाट चाहिँ उता मैले अघि भने निजगढ पुग्छ होइन निजगढ छेउछाउमा तर अलिक गर्मी छ होइन त्यही भएर नि सायद म मेरो यस्तो हालत भइरहेको छ म कपडा खोलेर यहाँ ज्याकेट धरी लुकाएर टी सर्टमा हिँड्दा छ गाइज होइन यहाँ यस्तो छ ल अगाडि बाटो यस्तो छ अब स्ल्याब सक्यो गाइज होइन यहाँबाट अब हाम्रो के भन्छ अरे भिरकोट ठ्याक्कै भिरकोट निस्किन्छ यहाँबाट होइन गाइज अब के भन्छ नि भिरकोटसम्म त म जहिले आइरहेको हो होइन यो भिरकोटको भिडियोहरू त मैले धेरैचोटि गरिसकेको छ गाइज होइन 5 वर्ष अगाडिसम्म पनि गर्छु ओइ मा धनै ढल्यो गाइज यस्तो छ होइन ल यस्तो छ गाइज होइन बाटोहरू कस्तो लाग्यो ठाउँहरू कस्तो लाग्यो गाइज होइन अझै जङ्गल बाँकी टन्नै छ जङ्गलै जङ्गल हिँड्ने हो होइन
एक्लै छ होइन, डर पनि भइरहेको छ गाइज। अघि मैले भने नि पुरै ओइ म्याचिस डर लाग्यो गाइज। झनै लडेको बाइक यार। ल अगाडिबाट गाडी बाइक आइरहेको छ। डर लाग्यो गाइज होइन। अब म भिडियो गर्दिनँ होइन, जङ्गल अझै बाँकी नै छ। अब एउटा हातले चलाएर हिँड्दा छ नि त होइन, अब डर हुन्छ नि त, किन एक्सिडेन्ट गराउनु होइन। सकेसम्म सकुशलै जाने हो गाइज होइन। अब यहाँबाट धेरै बाँकी, अझै बाटोहरू धेरै बाँकी छ। अब यो भिरकोट पुगिसकेपछि एक झलक हान्छु, त्यहाँबाट फेरि सकेसम्म ठाउँ ठाउँमा पुगेर थोरै भिडियो गर्छु गाइज होइन। अब मैले भने नि अझै बाँकी थोरै के अरे धेरै बाँकी छ जङ्गल गाइज। यस्तै छ छोरो मान्छेको जिन्दगी होइन। किनभने परिस्थितिसँग लड्नुपर्छ, परिस्थितिसँग लड्न सकेन भने छोरा मान्छे होइन म भन्छु होइन। हामी त लड्नै पर्ने, लडाइँको लागि मात्रै जन्मेको गोर्खाली हो नि त होइन। नेपालमा जन्मिने बित्तिकै गोर्खाली हुन्छ भन्ने नि हुँदैन। कुनै चाहिँ हुत्ते आएर पनि हुँदो रहेछ, देखियो, थाहा भयो। तर लडेर जितेर सङ्घर्ष गरेर जिन्दगी अगाडि बढाउनेलाई मात्र गोर्खाली भन्छ क्या। मलाई चाहिँ त्यस्तो लाग्छ गाइज होइन। तपाईँहरूलाई के लाग्छ होइन, त्यही हो। तर म धेरै सङ्घर्ष गरेर यो ठाउँमा आइपुगेँ हो, अहिले यो उमेरमा आइपुगेँ भनौँ न। सबै चिजसँग लड्नु पर्दो रहेछ, कुरा धेरै हुन्छ मेरो फेरि होइन गाइज होइन। अझै बाँकी त धेरै छ, फेरि अरू भ्लगहरूमा कुरा गर्दै जाउँला होइन। कुरा धेरै निस्किन्छ मेरो, बाँकी नै छ त, अनि के गरौँ त गाइज। पानी पऱ्यो गाइज होइन। होली बतास चलिरहेछ होइन। अब यहाँ अड्किने भयो म आज होइन। के ठाउँ भन्छ त यो हामीलाई? हिरामणि हिरामणि सबै ठाउँमा आएर अड्केछ गाइज होइन। किस्मत नभएको मान्छेहरू ठाउँमा आएर चाहिँ हिरामणिमा आएर अड्कियो होइन। त्यहाँनिर हो उता के भन्छ अरे भिरकोट चाहिँ उता धेरै टाढा छ नि, यहीँ नजिकै हो। ल यहाँसम्म आइपुग्यो गाइज होइन। त्यहाँ एक निन्द्रा जङ्गलमा सुतेर आएको थ्याक के भन्नु, निन्द्रा लागेर नि गर्मी लाग्यो होइन। अब के गर्नु त, अब ठाउँ छैन, आफ्नो मान्छे कोही छैन, घर छैन आफ्नो होइन। एक निन्द्रा सुतेको यो लामखुट्टेले हेर्नु न गाइज होइन। पुरै यहाँ डन्डा उठाएर पुरै डाबर उठाएर लामखुट्टेले टोकेर गाइज होइन, जङ्गली लामखुट्टेले होइन। अब यो पानी कतिखेर रोकिन्छ थाहा छैन, अन्त जानु पर्ला नि होइन। ल गाइज होइन, फाइनल्ली अब भिरकोट क्या उज्यालो देखाइदियो। फाइनली भिरकोटको अब यहाँदेखि उता भिरकोट हो होइन। यो बजार के अरे बगर हो होइन। बगर पनि क्या दामी देखिरहेको छ गाइज होइन। या आहा, अब यहाँबाट चाहिँ म भिडियो गर्दिनँ होइन। यहाँबाट उता भिरकोट हो। भिरकोटको त पहिलादेखि थाहा छ तपाईँहरूलाई भिडियोहरू होइन, पहिला पुरानो भिडियोहरूमा छ होइन। म चाहिँ अब रात पऱ्यो यार, हिँड्दा यार के गर्नु यार, परिस्थिति त्यस्तै हुन्छ होइन। कतै रोक्नु पऱ्यो, कसैले केले रोक्छ, केले छेक्छ होइन। अब चल्दै पऱ्यो, जस चलिरहेको छु, चल्दा परिस्थितिले लखड्दा योसम्म यो ठाउँसम्म आइपुगेको म चाहिँ अहिले होइन गाइज होइन। अब सबैको त्यस्तै हो, सिमिलर हो। तर सम्म कसैको चाहिँ फरक होला होइन। तर मेरो चाहिँ मलाई लाग्छ मेरो जस्तो लाइफ चाहिँ प्रायःको चाहिँ सिमिलरै जस्तो लाग्छ, उस्तै जस्तो लाग्छ होइन। अब हुन त आफ्नो लाइफ भोग्नुपर्छ गाइज होइन। यार लाइफको कुरा गर्ने हो भने क्या नमिठो लाग्छ है। तर म खुसी छु नि त, खुसी हुन सिक्नुपर्छ क्या गाइज। मैले बारम्बार भन्न आउँछ, कतिवटा भिडियोहरूमा मैले भन्छ आज होइन। लाइफ जस्तो सुकै भए पनि हामीले त्यसलाई चाहिँ एक्सेप्ट गर्न सिक्नुपर्छ, त्यही अनुसार चल्नुपर्छ जस्तो लाग्छ होइन। तर म खुसी छु यार मेरो लाइफ देखेर, किनभने यो लाइफ मैले जुन लाइफ पाएँ नि त्यही मात्रै स्टेट थिएन नि त। यो लाइफलाई मैले थोरै तोडेर मोडेर मरोडेर भए पनि यो ठाउँमा लिएर आउने त मेरो हात हो नि त होइन र। त्यही भएर आफ्नो लाइफ आफ्नो हातमा छ, कसरी चल्ने, के तरिकाले चल्ने त्यो हामीले सोच्ने हो, हामीले लिएर हिँड्ने। अब ओए के बित्यो यार छ्या। त्यही हो गाइज होइन। त्यही भएर जिन्दगी देखेर कहिले बोरिङ नहुने क्या। जिन्दगी आफ्नो हातमा छ क्या, आफूले मोड्ने हो।
स्टियरिङ हाम्रो हातमा छ भने आफूले चलाउने हो क्या। त्यो यस्तो छ त्यस्तो छ भनेर तोडमोड गर्न जानेन भने जिन्दगी बेकार जस्तो लाग्छ सायद है गाइज होइन। मैले भन्नु खोजेको चाहिँ त्यही हो। धेरै फेरि जान्छ कि मेरो कुरा गर्दै गएपछि होइन। ल गाइज होइन अहिले चाहिँ यस्तो देख्न थाल्यो। अघि कस्तो देखाएको थियो गाइज होइन, हेर्नु होला होइन भ्यू। यहाँदेखि उता भिरकोट हो। अब चाहिँ म भिडियो गर्दिनँ गाइज होइन, म घर जानु छ होइन। 1 घन्टा जति त जङ्गलमै सुतेछ यार निन्द्रा लगाएर के गर्नु। अब अरू असिस्टेन्ट कोही थिएन बाइक चलाउने होइन, एक्लै थिएँ। गर्मीले निन्द्रा लगायो भने सुतेको, उठ्दाखेरि त पुरै मुला पानी पानी पर्ला हुरी बत्तख लाग्यो अहिले। त्यहाँबाट अघि मैले भिडियो गरेको थिएँ नि त्यो त्यहाँनिर पसलवाला दाइ पनि मस्त रहेछ। फेरि हाम्रो गाउँको मान्छेहरू सब चिन्दो रहेछ है। बुढोसँग गफ गर्दै बस्यो अनि पानी रोकेपछि म निक्लेर हिँडेको गाइज होइन। ल गाइज त्यही हो होइन। योपालि कस्तो भयो होइन, के लाग्यो होइन, खासै भिडियो गर्न पाएन एक्लै भएर होइन। त्यो पनि अब समस्या गाइज होइन। अब त्यही हो। अब हाम्रो भिडियो कस्तो लाग्यो, मेरो नि कहाँ हाम्रो कस्तो लाग्यो गाइज होइन। लाइक कमेन्ट्स होइन के गर्नु मलाई गर्नु होला। डिसलाइक हाने पनि केही फरक पर्दैन होइन गाइज। म चाहिँ लागेँ, अब चाहिँ म भिडियो गर्दिनँ। आजलाई यति नै, बाई एभ्रिबडी।